मेरो हजुरबुवाले मलाई यो देखाउनु भयो, अझै पनि काम गर्छ भन्ने विश्वास लाग्दैन। 1. कार्पेटको किनार उठेको छ भने त्यसमाथि टेक्दा कहिल्यै ठिक हुँदैन। माथि केही आइस क्यूब, बरफका टुक्रा राख्नुहोस्। बरफ पग्लिएपछि कार्पेट फेरि समतल हुन्छ। 2. कति ब्रश गरे पनि दाँत पहेँलो नै रहन्छ? यो उपाय प्रयोग गर्नुहोस्। 1 कपमा तातो पानी र सेतो सिरका हाल्नुहोस्। टुथब्रश 3 मिनेट भिजाउनुहोस्। निकालेर नुन र टुथपेस्ट लगाएर ब्रश गर्नुहोस्। यसरी 10 दिनसम्म गरेमा दाँत स्पष्ट रूपमा सेतो हुन्छ। 3. भाँडाको तल्लो भागमा टाँसिएको लेबल उतार्न धेरै गाह्रो हुन्छ। लेबलमाथि टेप टाँस्नुहोस्, हल्का तताउनुहोस्। टेप तान्दा लेबल पनि सँगै निस्किन्छ। 4. सुपर ग्लूले औँला टाँसियो, थोरै नुन र सेतो सिरका हाल्नुहोस्। केही सेकेन्ड हल्का घोट्दा औँला सजिलै छुट्टिन्छ। 5. हजुरबुवाले यात्रा झोला प्याक गर्दा सधैँ स्याम्पूको बोतलमाथि पहिले प्लास्टिक झोला लगाउनुहुन्छ र त्यसपछि ढकनी कस्नुहुन्छ। जति हल्लिए पनि कहिल्यै चुहिँदैन। 6. ग्यास चुलोको बर्नर बन्द भएको छ, त्यसमाथि टुथपेस्ट निचोरेर हातले समान रूपमा फैलाउनुहोस्। बर्नर निकालेर कपभित्र राख्नुहोस्। त्यसमा कोक, कोला र साबुन हालेर 10 मिनेट छोड्नुहोस्। बर्नर बिल्कुलै नयाँ जस्तै हुन्छ। 7. पहेँलो भएको पोछा, मप सफा गर्न प्लास्टिक झोलाभित्र राख्नुहोस्। सेतो सिरका, भाँडा धुने साबुन र लुगा धुने डिटर्जेन्ट हाल्नुहोस्। झोला बन्द गरेर केही पटक हल्लाउनुहोस्। पानीले धोएपछि पोछा एकदमै सफा हुन्छ।